नमस्कार। फेरि पनि म एउटा नयाँ प्रसङ्गको साथमा जोडिएको छु र हाम्रा यस पागरी माविमा अध्यापन गरी गइसक्नु भएको र अन्यत्र पढाउँदै पागरी माविमा अध्यापन गरी गइसक्नु भएको र अन्यत्र पढाउँदै गर्दै हुनुहुन्छ एकजना हाम्रा यस विद्यालयका पूर्व शिक्षक निर्मल भट्टराई सरलाई म चाहिँ फेरि उहाँले पनि अर्घाखाँची जिल्लाबाट शिक्षा सेवा आयोगले लिएको परीक्षाको प्राविधिक तृतीय श्रेणीमा चाहिँ उहाँ सिफारिस भइसक्नु भएको छ र उहाँ चाहिँ यस विद्यालयमा पूर्व शिक्षक हुनुहुन्थ्यो। उहाँ कक्षा 9का भाइ बहिनीहरूले कक्षा 10का भाइ बहिनीहरूलाई बिदाई गर्ने कार्यक्रममा उहाँले पनि निम्तो पाउनुभयो। यस विद्यालयलाई चाहिँ माया गरेर सम्झेर आउनुभयो र यही कार्यक्रमले एउटा चाहिँ हाम्रो भेट जुराएको छ फेरि पनि र उहाँलाई म यस कार्यक्रममा आज स्वागत गरेर केही दुई चार कुराहरू उहाँहरूसँग चाहिँ गर्न चाहन्छु र यहाँहरू चाहिँ अन्तिम समय हेरिदिनु होला है त। ल स्वागत गरे सरलाई है। अनि धेरै धेरै बधाई पनि दिन चाहन्छु। यहाँले चाहिँ सरकारी चाहिँ उसमा के जागिरमा फाइनली लाग्नुभयो है। हस् धेरै धेरै धन्यवाद सर। यहाँको चाहिँ मनोकामना पुरा भइसकेको छ र यहाँ चाहिँ प्रावि तृतीयमा पास भइसक्नु भएको छ। सरको जन्म स्थान चाहिँ कहाँ थियो, खास कहाँ जन्म? मेरो जन्मस्थान सिद्धगङ्गा नगरपालिका वार्ड नम्बर 6 शिवाद अर्घाखाँची पर्यो। हजुर। यहाँले बाल्यकाल चाहिँ कहाँ बिताउनु? म बाल्यकाल त्यही शिवादमै बिताएँ अनि आफ्नै गाउँमा बिताएर। हजुर। अनि पढाइ चाहिँ कहाँ गर्नुभयो? औपचारिक शिक्षा 1 कक्षादेखि 10 कक्षासम्म श्री शिवाद माध्यमिक विद्यालय सिद्धगङ्गा 6 अनि 11 र 12 कक्षा मैले बुटोल स्थित कान्ति माध्यमिक विद्यालय र स्नातक बुटोल बहुमुखी क्याम्पसमा अध्ययनरत छु अहिले। कुन इयरमा हुनुहुन्छ अहिले? 4थो इयरको इक्जाम दिएर बसिरहेको। कुन विषयबाट? म बिएड साइन्स। साइन्सबाट। हजुर। अनि यहाँले चाहिँ शिक्षा सेवा पास गर्नको लागि आवश्यक पर्ने लाइसेन्स चाहिँ कति सालमा लिनुभयो? लाइसेन्स सर मैले विक्रमसँग 2079 सालमा लिएको निम्न माध्यमिक तहको अध्ययन अनुमति पत्रमा उत्तीर्ण भए। त्यस लगत्तै मैले लाइसेन्स प्राप्त गरेको छोटो समयमै 3 महिनामै यो श्री पाँकुरी माविमा म निमावि विज्ञान शिक्षकको रूपमा कार्यरत रहेँ र यस विद्यालयमा करिब मैले 17 महिना बिताइसकेपछि हाल श्री दिपेन्द्र होमजन माध्यमिक विद्यालय गडवा 4 पर्सिनी दाङमा निमावि राहत शिक्षकको रूपमा कार्यरत छु। धेरै बधाई तपाईँलाई। चाहिँ यदि यताबाट चाहिँ शिक्षा सेवामा चाहिँ पास हुनुभयो एकदम राम्रो, नभए भए पनि केही वर्षको तपाईँले अध्ययन गर्नलाई राम्रो। त्यस कारणले पाँकुरीमा छोड्नु भयो होला? त्यही अध्यापनको लागि अलिकति यहाँ म रहिरहँदा यहाँ नेट इन्टरनेट तथा अन्य सुविधाहरूको अलिकति कठिन भयो। अहिले छ सर, अहिले आइसकेको छ। अत्यन्तै खुसी लाग्यो सर, देखियो आज। अनि त्यस कारणले अध्ययनको लागि थप सहज वातावरण गराउनको लागि म अलिकति सुगम ठाउँ भनेर दाङ स्थित गडवामा गएर म अध्यापनरत छु अहिले सर। यहाँ पाँकुरी माविमा रहँदै गर्दा यहाँको अनुभव कस्तो रह्यो यो ठाउँमा बस्दाखेरि, पढाउँदै गर्दाखेरि? मेरो पाँकुरी माध्यमिक विद्यालय त सर अत्यन्तै प्यारो पनि छ, मेरो घर जस्तै हो। मैले देखिसकेँ अघि त चाहिँ यहाँ उसमा आउँदा बित्तिकै विद्यार्थीहरू गेटमा पुरै जमेर पुगिसकेको थिए। म हजुर 17 महिना एकदम बसेँ यहाँनिर र जुनसुकै पनि शिक्षकले आफूले अध्यापन गरेको पहिलो विद्यालय हो, आफ्नो पहिलो पाइला टेकेको विद्यालय। जसरी मैले शिवादमाईमा पढेँ त्यसको माया छ, त्यसरी म यो विद्यालयको भित्रैदेखि नै माया छ। अहिले जहाँ रहे पनि यहीँको छु जस्तो भावना चाहिँ आइरहेको छ। अत्यन्तै यो टिम यहाँको सबैभन्दा राम्रो। त यस्तो ठाउँमा पनि यस्तो सहकार्य हुन्थ्यो। हाम्रो टिम साथीहरू अत्यन्तै मिलनसार सहयोगी, जति बेला पनि जे गरौँ भने पनि तयार हुने। यो टिम चाहिँ कहिले पनि सायद अब यो शिक्षण पेसामा रहँदा यस्तो टिमसँग सहकार्य गर्न चाहिँ पाइँदैन होला जस्तो नि लाग्छ। यति राम्रो वातावरण छ सर। म चाहिँ असारतिर आएँ, त्यति बेलासम्म सर गइसक्नु भएको थियो। सरसँग तपाईँ असारमा आउनुभयो, म असारको 10 गते यहाँबाट छोडेँ। म चाहिँ 19-20 गतेदेखि अलिकति 10 दिनको फरक परेर नत्र पनि सरसँग केही अनुभव अझै सेयर हुन्थ्यो। नत्र बिचबिचमा पहिला चाहिँ भेट हुन्थ्यो म करारमा रहँदाखेरि। अनि सरले यो शिक्षा सेवा पास गर्दै गर्दाखेरि कस्तो रणनीतिले कसरी पास गर्नुभयो होला, नयाँ पढ्नेहरूलाई कसरी केही तरिका आइडिया दिन सक्नुहुन्छ कि सर? धन्यवाद सर। शिक्षक सेवा आयोग जति सजिलो छ सुनिन्छ बाहिरबाट, त्यति सजिलो पनि रहेनछ र जति कठिन भनिन्छ त्यति कठिन पनि छैन। यसमा मैले बुझेअनुसार चाहिँ मैले अहिले दोस्रो पटकमा म सफल भएको। पहिलो पटक पनि दिएको थिएँ, सिफारिस हुन सकिएन पहिलो पटकमा र त्यसले मलाई थप अध्ययन गर्न आवश्यक छ, ममा केही अझै पनि ज्ञानको कमी छ भनेर
म अझै अध्ययनलाई मेरो निरन्तरता दिन थालेँ र पहिलो आयोग चाहिँ मैले अब लाइसेन्सको प्राप्त गरेँ मङ्सिर पुसमा, माघदेखि यहाँ पढाउन थालेँ। अब लगातारै भयो, चैतमा आयोग खोल्यो, प्रथम पत्र त उत्तीर्ण भएँ, दोस्रोमा भए पनि उत्तीर्ण भए पनि सिफारिस भएर जागिर खान चाहिँ सकिएन त्यति बेलाकोमा। अनि अहिलेकोमा चाहिँ त्यसपछि राम्रै थियो सर। प्रथम पत्रदेखि नै मैले निरन्तरता चाहिँ पढिरहेको थिएँ। हजुर शिक्षा अनलाइन पनि लिनुभयो क्लास? अनलाइन क्लास पढेँ सर। अनलाइन पनि पढ्नुभयो? हजुर बुकहरू पढेँ, अनलाइन क्लास पढेँ। त्यसपछि अहिलेको आयोगमा चाहिँ अलि जसरी नै हुन्छ भन्ने थियो त्यसरी नै भयो र बिचमा मलाई प्रथम पत्र राम्रै तयारी गर्न पाएँ सर। द्वितीय पत्रको बेलामा मलाई अलिकति समस्या भयो, शारीरिक समस्या, एपेन्डिक्स भइदियो सर। लगभग 20 दिन थियो इक्जाम आउन। त्यो समयमा एपेन्डिक्स भएर लास्ट समयमा पनि अब विभिन्न बाधा अवरोध आइरहँदा त्यो अवस्थामा पनि अध्ययन गरिरहेँ, आफ्नो निरन्तरता दिएँ र अहिले ठिक छ। स्वास्थ्य ठिक छ सर, एकदम राम्रो भयो। अनि अब 5 सरकारी जागिर खाइहाल्नु भयो, अध्ययन पनि गर्दै हुनुहुन्छ। हजुर सर। अनि अब के छ होला अर्को थप? अब सर अब सरकारी सेवा गर्ने उद्देश्य त लिइसकियो सर। अब शिक्षण पेसालाई भन्दा अलिकति थोरै यही सरकारी सेवामै अबको उद्देश्य भनेको सर निजामती सेवा प्रवेश गर्ने उद्देश्यले अबको केही समय निजामतीको तयारीतिरै लागिरहेको सर। एकदम राम्रो गर्नु होला, यहाँ चाहिँ शुभकामना धेरै धेरै। अनि आउनुभयो, केही कुराहरू साट्नुभयो, यस ठाउँलाई चाहिँ माया नमार्नु होला। म आइरहेको छु सर, विभिन्न सामाजिक माध्यमहरूबाट पनि जोडिनु होला। हामी सबैसँग कार्य गर्नुपर्छ एउटै पालिकाभित्रका मान्छेहरू होइन। अनि आउनुभयो सरलाई धेरै खुसी छ। र यहाँको चाहिँ थप प्रगतिको, उज्जवल भविष्यको र सफल कार्यकालको शुभकामना। धेरै धेरै धन्यवाद सर। हजुरले पनि मेरो अनुभव सेयर गर्न समय दिनुभएकोमा हजुरलाई धेरै धेरै धन्यवाद सर।